नमस्कार। आज हामी आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई र यसले हाम्रो नेपाली सपनालाई कसरी साकार पार्न सक्छ भन्ने बारे चर्चा गर्नेछौँ। साधारण शब्दमा भन्नुपर्दा एआई भनेको मेसिनहरूलाई मानिस जस्तै सोच्न र सिक्न सक्षम बनाउने प्रविधि हो। यसले जटिल समस्याहरू छिटो र सही रूपमा हल गर्न मद्दत गर्छ। नेपाललाई विश्वको एउटा डिजिटल हब बनाउने हाम्रो लक्ष्य नै नेपाली सपना हो, जहाँ हाम्रा युवाहरूले स्वदेशमै बसेर विश्वव्यापी प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्छन्। कृषिमा एआईले माटोको अवस्था बुझ्न, स्वास्थ्यमा दुर्गम वेगसम्म उपचार पुर्याउन र शिक्षामा प्रत्येक विद्यार्थीको क्षमता अनुसार सिकाउन ठूलो भूमिका खेल्छ। नेपाल सरकारको राष्ट्रिय एआई नीति 2082ले आगामी 5 वर्षमा 5,000 दक्ष जनशक्ति उत्पादन गर्ने र नेपाललाई एआईको विश्वव्यापी सूचकाङ्कमा अगाडि बढाउने लक्ष्य राखेको छ। आउनुहोस्, प्रविधिको सही प्रयोग गरौँ र समृद्ध नेपालको सपनालाई सँगै पूरा गरौँ। एआईसँगै नेपालको भविष्य उज्यालो छ। धन्यवाद।